Happy birthday to you, dear Mama. Mama जी. Mama जी. जी. Happy birthday to you. तब खानु न So hello and namaste so welcome back to my YouTube channel नेपालजन तामाङ राजक भिडियो तपाईलाई एकदम स्वागत छ आई होप तपाईहरु सन्चै आरामै हुनुहुन्छ होला म एकदम सन्चै आरामै चाहिँ छैन मा कसम यति रिस उठ्यो कि हैन किन भन्दाखेरि मेरो आईडी चाहिँ पहिलाको पुरानो आईडी चाहिँ मेरो ब्यान्ड भयो हैन रुल हुँदै रहेछ के रुल्स हुँदै रहेछ हैन युट्युबको पनि त्यो रुल चाहिँ मैले हेरेको धरि थिएन जस्तै अब मैले चाहिँ वाच टाइम मात्र हेरेर बसिरहन्थे जतिखेर नि त्यो रुल चाहिँ मैले हेरेन त्यो दुईटा स्टेक चाहिँ लागिसकेको रहेछ मलाई पहिल्यै अनि त्यसपछि जेरी एन्ड टप भनेको चाहिँ मैले हालेको थिएँ त्यो फिल्मको नि हालेको थिएँ अलिकति क्लिपहरु मात्र हुन्छ नि अलिअलि धेरै पनि हैन 5-6 सेकेन्ड 5-6 सेकेन्ड मात्र हालेको थियो त्यो गर्दाखेरि जस्ट त्यसलाई चाहिँ अलिकति उयो भएछ के त्योलाई चाहिँ अलिकति कपिराइट पाएको भएर चाहिँ मेरो आईडी नै त्यो गयो यो चाहिँ मेरो नयाँ आईडी हो गाइज है त्यही भएर यो आईडीमा चाहिँ तपाईहरुले चाहिँ यस्तो लाइक अनि सब्स्क्राइब चाहिँ गरिदिनु होला हैन लाइक चाहिँ गरोस् या नगरोस् त्यो तपाईहरुको कुरा हो जस्ट मलाई चाहिँ अहिले सब्स्क्राइबको जरुरत छ त्यही भएर तपाईहरुले चाहिँ सब्स्क्राइब अनि शेयर चाहिँ गरिदिनु होला सकेसम्म धेरैलाई साथीहरुलाई शेयर गरिदिनु होला माया देखाइदिनु होला एकदम चित्त दुख्यो मेरो त मायाको यत्रो मेहनत गरेको मायाको सब पानीमा गयो कति जनाले थाहा थियो होला हैन मैले दुई वर्ष जति चाहिँ मेहनत गरेको थिएँ हैन चित्त त्यसमा दुख्यो अरु के पनि हैन तर ठीक छ मेहनत गर्दै गरौँ हैन अनि उयो पनि गर्दै गरौँ हैन फेरि पनि हुन्छ यस्तो हार चाहिँ म मान्दिनँ म गरिरहन्छु म हैन जति फेरि यो आईडी पनि ब्यान भयो नि फेरि म गरिरहन्छु के म यस्तो हार चाहिँ चाँडै माने खालको चाहिँ मान्छे चाहिँ होइन जस्ट अब हेरमै त गाइज है तपाईहरुलाई अब म देखाउने छु आज चाहिँ फेरि हामी खाजा खान जाला छु सो ब्लग चाहिँ इन्जोय गरिदिनु होला ल गाइज हाम्रो बाइक स्कुटीहरु चाहिँ यहाँ पार्क गरिराखेको छ अनि अहिले चाहिँ हामी टक्क लाएर चाहिँ अहिले यो फेरि हाम्रो यतातिर चाहिँ भिडियोहरु बनाउँछ है मान्छेहरुले यो चाहिँ फेरि हाम्रो ठुलो मम्मीहरुको हो है तपाईहरु म्याक्सिमम कति धेरै मान्छेहरु त आइरहनु हुन्छ प्राइस चाहिँ यहाँ अहिले चाहिँ हामी चाहिँ टक्क एकछिन चिल हुनको लागि चाहिँ एकछिन जोलिङ्गी पुल साइडबाट जानुपर्ने हुन्छ एकछिन हैन जोलिङ्गी पुल साइडबाट चाहिँ टक्क लाएर जाम चिल भएर बस्ने माने ए माथिबाट जाने ओहो ल बबाल छ यो भाइरल प्लेस है गाइजहरु भाइरल प्लेस एकदमै भाइरल ओ एकछिन मेरो पनि भिडियो बनाउनुपर्छ एउटा कति अरूको मात्र बनाउने एकदमै भाइरल प्लेस कुन चाहिँ गाइज अब हाम्रो यहाँ ठुलो मम्मीले यस्तो दामी खाजा सेट ल्याइदिनु भएको छ हैन एकदमै यो खाजा सेटको प्राइस चाहिँ रहेको छ तपाईहरुलाई मात्र 100 रुपैयाँ 550 हो हामी त बन्द गर्दिम है कति जानु भयो कति हो रे प्राइस प्राइस पनि भन्दै यस्तो दबाम हजुर खै कति हो सुट 80 होइन सुट न के गरेको त्यसले त यति खाम न त नत्र है अधारमा त खादा हुन्छ सुकुटी खाम आफ्नो जाम बनाम हेरिरहेको छु मैले बोलाको खान्छ यसमा चाहिँ अनि यसरी राजबाब भन्नु भन्छ के बुढा ठोकी उसो गयो त तब खानु न के रे यो छ नानी त्यो मेरो बाला चुराको जस्तै उठियो है ठुलोमै एउटा गिलास हुनु तपाईँ खानु म खाँदैन को के खाए भन्यो ल गाइज अब हामी चाहिँ अब निस्किन थालेको अब टक्क लगाएर निस्क्यौँ होइन यसलाई चाहिँ के खानु पर्ने स्कुटी चाहिँ कत्रो टर्किन्छ यो जुत्ता चाहिँ किनभने महँगो जुत्ता हो कि यो जुत्ता चाहिँ 2.5 करोडको जुत्ता होइन Few moments later. आज चाहिँ हाम्रो लब्बा सठे मामाको चाहिँ आज चाहिँ बर्थडे है हेर सक्नुहुन्छ ह्यापी बर्थडे टु स्नेक यो चाहिदैन यो चाहिदैन अनि हाम्रो यतापट्टि चाहिँ हाम्रो हुलब्बा भेनाजी खै अनुरूप ढक्का बडी स्नेक ताका खोइ यसो सर्भ हुनु पर्यो नि त
उयो देख्नु भएन हाँसिङ सरको गरेर म यस्तो सब हुलाप्पा बनाइदिनु त्यसले बनाउनु आउँदो रहेछ के गर्ने बनाउनु One, two, three, go. Happy birthday to you. Happy birthday to you. Happy birthday, dear Tanya. Happy birthday to you. Thank you so much to all of Ulappa केटाहरुलाई उलप्पा ग्याङलाई चाहिँ सबैजनालाई सो मच भन्न चाहन्छु धेरै धेरै धन्यवाद कोटी धन्यवाद मेरो यो अल अफ मेरो फ्रेन्डहरुको लागि साथीहरुको लागि चाहिँ कोटी धन्यवाद भन्न चाहन्छु म हैन टक्क लाएर सबजनाले त थ्यांक यू सो मच किप्लेनबाट फुज्जे छे चाइनिजबाट या चुचङ्गर राजे चुचङ्गर ल अनि हाम्रो उयोबाट चाहिँ हैन मलेसियनबाट थाउ निमा त्यो भने कुनले बुझ्दैन मासुला भनेर बुझ्दैन होला फेरि केटाहरुले आज साच्चै साइलेन्ट भनेर केटाहरुले के गरेको यस्तो सकु ल हुलप्पा मामाजी सकु बोल्नु भनेको अब मुनगाले उयो रान्ने हो ल गएन हो न तिमी हैन ओइ यो चाहिँ नाम भने खेल्न काट्ने 1 2 3 गो ल केटो स्वाटे भेना हाम्रो इन्टरनेशनल स्वाटे भेनाको लागि हो यो चाहिँ है भेना दारीजुङा कटिङ हान्ने क्या अब Thank you Lama, thank you. गम गरेर सकाइदिनु के के आएन आज पाउन के टिमको त्यो एले सिके नानी गर्नु भयो यार सलुची हाम्रो आइपुग्यो ओइ ओइ फाल्दै उले आगो लाग्छ मेरो पाली आएछ Happy birthday to you, dear Mama. Mama Ji. Mama Ji. Big size, guys. Big size, big size. Big size. Big size. 1000 XL भने यो 1000 XL भन्छ यसलाई कालु Thank you so much. Yes. Thank you so much कालु यार आम्मा लु भाइजी ल ल ल ओए
सबै एक मात्र सालघारीको मोस्ट ह्यान्डसम बोय द लेडी किलर मेरो के भएन नभए मेरो मित भान्जा हो मित भान्जा मित भाइ हो सरी भान्जा मित भाइ हो मेरो सरी Thank you. The great Khalid of the age is yours. Wait. The great Khalid of the 6 foot. Whoa. 6 आमा प्रिय भान्जा सबै सक्यो है ओइ आइज ओइ अनि उयो भाइले खाएन नि खाइसक्यो ओइ उर्केन सबले खाएन केटाले सबले खाइसक्यो ल सबले खाए लास्टमा ल यो मेरो प्रिय भान्जा ओन्ली वान भान्जा मलाई मामा भन्ने पहिलो भान्जा नै उयो हो के ल अनि मेरो नाम आएन नि त पाल्नेले त कहिले मामा भन्यो भने ओइ अघि भर्खर भने त मैले केटा हो अघि भर्खर भने यार पहिलोचोटि कान अब पर्छ लाग्छ मेरो भोलि सुन्छ कि सुन्दैन आएन हो क्या हो कहिले ल केटा हो कस्तो आयो ल ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे डियर बेटा ह्यापी बर्थडे टु यु यो अहिले नयाँ ब्लगमा नयाँ बर्थडे भयो यो हैन सबको हुन्थ्यो त्यहाँ सबको हाम्रो भेनाको मात्र थिएन क्या हो पट्टै आउँदैन क्या मेरो त क्लियर भएको देखेर मलाई कस्तो अडा लाग्यो क्या पाल्देनकोमा त्यसो लागि चाहिँ एकदम मन दुखेको छ भित्रैबाट हामीले पाल्देनलाई सबलाई सपोर्ट गरौँ अझै पनि हार मानेको छैन पाल्देन उहाँले त्यो सबजना पाल्देन लामा यहाँ भएको सबैले फुल सपोर्ट छ कि फेरि मलाई थाहा त्यो चाहिँ बेलाले कस्तो हुन्छ यार फुल हाम्रो डलले रेड फुल ल केटा हो अब सबजना नाच गरेर हेरेर जाने नि त यो जम्ला लेडी किलर पनि हेरेछ यसले टार्गेट गरे हाम्रो घरमा केटा हो सबजनाले मासु पार्टी एक दिन है वान डे है ओके ल यहाँ सबको फेस देखाउनु पर्यो यार बिर्सी नि सबजना है ल यता सबजना चाहिँ मासु पार्टीको लागि अब केटाहरू सबले है दाइ ल म अलरेडी गरिसक्यो ल अलिक त्यही भेटौँ दाइ जाने अब ल केटा हो अब हामी चाहिँ निस्किन थालेको है सो गाइज हेर्नुभयो धेरै 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 धन्यवाद भन्न चाहन्छु अन्त कालु चाहिँ यो त लास्ट खुसी छ कि यो चाहिँ यो सबभन्दा खुसी भयो के किन भन न यो लडीको भिडियो डिलिट भयो नि त सो गाइज अब आजको लागि भिडियो यति नै छ यदि हजुरहरूलाई के कस्तो लाग्यो यस्तो कमेन्ट गर्नु होला आजको लागि भिडियो यति नै छ यदि हजुरहरूले यो भिडियो मन परायो चाहिँ लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गरेर चाहिँ नबिर्सिनु होला हस् त धन्यवाद राम्रोसँग बस्नुहोस् ह्याप्पी टु स्नेक ताका मामा एन्ड सबैजना ह्याप्पी तिहार फेरि भोलि पनि आउनु भिडियो